ल है साथीहरू नमस्ते है नमस्ते सबैलाई स्वागत छ। आज चाहिँ म एकदमै गाउँमा अर्ग्यानिक तरिकाले अर्ग्यानिक चिजहरू खाँदैछु। आफ्नै बारीमा उत्पादन भएका कोदोको ढिँडो र आफ्नै घरमा पालिएका लोकल भालेको मासु है। यो चाहिँ अर्ग्यानिक चिजहरू चाहिँ हामीले खानुपर्छ हैन। यो चाहिँ हाम्रो स्वास्थ्यको लागि पनि एकदमै राम्रो हुन्छ हैन। हाम्रो स्वास्थ्यको लागि चाहिँ यो ढेँडो एकदमै लाभदायक हुन्छ है साथी हो। यो कोदोको ढिँडो चाहिँ हामीले खानै पर्छ है। ल मैले चाहिँ सुरु गर्न थालेँ हैन। अब ढेँडोबाट सुरु गर्छु म, कोदोको ढिँडोबाट। अब लोकल मासुको झोल ल एकदम राम्रो छ। हुनुहुन्छ तपाईहरु जहाँ जहाँ हुनुहुन्छ तपाईहरु पनि यसरी कोदोको ढिँडो र अब लोकल भालेहरु त पाइहाल्छ हैन। यो कोदोको ढिँडो पनि पाइहाल्छ, कोदोको पिठो पनि पाइहाल्छ। यसरी ढिँडो बनाउनुस् र खानुस् आनन्दले। यसरी यस्तो पिसफुल ठाउँमा हैन, यस्तो शान्त वातावरणमा बसेर यसरी खानुको मजा छुटै छ है, बेग्लै छ। यसरी खानु यो भालेको मासुमा चाहिँ मैले के पनि हालेको छैन कि, त्यस्तो मसलाहरू पनि। यहाँ के हालेको छ भने मैले यो के हो तेजपत्ता हो कि के हो भन्ने छ, अनि त्यसपछि प्याजहरू काटेर हालेको छु, अनि त्यसपछि नुन र उनी हो जिरा, अनि त्यसपछि नुन अनि खुर्सानी हो है। एकदम अर्ग्यानिक तरिकाले पकाएको छु हैन। हामीले खाने भनेको यसरी हो है। तपाईहरु पनि आफ्नै घरमा यसरी पकाएर खानु होला। यसरी पकाएर खानुको मजा छुटै छ हेर्नुस् है। मिठो पनि एकदम मिठो छ, स्वास्थ्यको लागि पनि एकदम राम्रो हुन्छ। यो कोदोको ढिँडो खानुको एउटा फाइदा चाहिँ के छ भने, जस्तै सुगर भएको मान्छेहरूले खानै पर्ने भनेको कोदोको ढिँडो हो है। यो चामलको भात खानुभन्दा हैन। यसबाट चाहिँ तपाईको चाहिँ त्यस्तो फ्याटहरू बढ्ने खालको त्यस्तो हुँदैन यो कोदोको ढिँडोबाट चाहिँ।
एकदमै कार्बोहाइड्रेट त पाउँछ कि तर कम मात्रामा पाउँछ कि